हामी त्यसै जगमा उभिएका छौँ त्यस्तो चर्चा मलाई एउटा धेरै खुसीको कुरा के छ भने म पहिले यहाँ आउँदा धेरै पाइले आएको छु। मैले मान्छे पछि लगाएर आउनु पर्थ्यो, उनीहरूलाई मैले इतिहास सिकाउनु पर्थ्यो। तर आज मैले धेरै विद्वानहरू अगाडि लगाएर आएको छु, उहाँहरूले नै मलाई इतिहास पढाइदिनु। म कस्तो भाग्यमानी छु, कति आनन्दित छु। म यो समाजको एउटा सिँढी हुँ। म यो राष्ट्रवादलाई अगाडि बढाउनुको निम्ति, हाम्रो धर्म संस्कृतिलाई अगाडि बढाउनुको निम्ति एउटा सिँढी हुँ। म त्यो सिँढीको निर्वाह गर्दैछु। हामी सबै सिँढी हौँ, हामी अन्तिम होइनौँ। हामीले यो राष्ट्रको निर्माणमा आफूलाई सिँढी कायम गर्नुपर्छ, सिँढी बनाएर सक्नुपर्छ। हामीभन्दा माथि आउने समाजको राष्ट्रको उत्थान गर्नुपर्छ। मैले अहिले जुन चलिरहेको छ, जुन अवस्था अहिले नेपालको छ, त्यसलाई कसरी उल्ट्याउने भन्ने कुराको चिन्ता मलाई छ। म नेपालमा संविधानीकरण गरेर सङ्घको टुक्रामा बनाउन दिन चाहन्न। अर्को धर्मनिरपेक्ष भने कहाँबाट आयो? यो संविधानमा धर्मनिरपेक्ष भन्ने पनि लेखिएको रहेछ। त्यो धर्मनिरपेक्ष भनेका थिए। यो चुनाव पद्धति जुन छ, यो चुनाव पद्धतिले नेपालमा भ्रष्टाचार बढायो। जुन भ्रष्टाचारको जगमा उभिएर यो समाज बनेको छ, त्यहाँ भ्रष्टाचार निवारण हुने। त्यसकारण यो चुनाव पद्धति पनि बदल्नु पर्छ। यो एउटा देश हो, एकीकृत देश हो। यो एक मधेस एक प्रदेश भन्ने कुरा जुन आइरहेछ त्यो पनि हुँदैन। तर यी जति कुराहरू निस्किए त्यसको निकास के भन्ने कुरा राजनीतिक मान्छेले त्यसको निकास खोज्नुपर्छ। त्यसको निकास पनि मैले खोजेको छु। त्यसकारण म देशलाई पृथ्वीनारायण शाहले जसरी निर्माण गरेर छोड्यो, त्यसलाई कसरी अगाडि बढाउने, आउने 100 वर्ष अब कसरी के गर्ने, आउने 100 वर्षको योजना मसित छ। त्यसको निम्ति म राष्ट्रवादको शङ्खघोष गर्नको लागि आज त्यो ठाउँमा उभिएको छु। र म तपाईँहरू सबैसित निवेदन गर्न चाहन्छु, कुनै सन्देश अगाडि बढाउनुको निम्ति ठुलो समूह चाहिँदैन, सानो समूह भए पनि पुग्छ। त्यो सन्देश मेरो निवेदन नेपाली जनताको आकाङ्क्षा हो। मेरो मात्रै होइन, मेरो कुरा होइन, यो नेपाली जनताको आकाङ्क्षा हो। मैले जे बुझेको छु त्यो निवेदन गर्छु। आउने 100 वर्षसम्म अब नेपाल कस्तो हुनेछ भन्ने कुराको एउटा खाका पेश गर्न चाहन्छु। हेर्नुहोस्,